हेर्दा हेर्दै अब घाम पनि जान लागिसक्यो बादलले छोपिसक्यो पनि देखाउँथ्यो यो सबै बादलले छोपेर हप्ता दिन जति घामै लागेर पानी चिसो आएको हुनाले चाहिँ नुहाउन सकेको थिएन क्या त्यसरी सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामै छु सो माई अनदर ब्लग माई नेक्स्ट भिडियो धेरै दिनपछि चाहिँ आज मैले फेरि भिडियो बनाएको छु लङ भिडियो सर्ट भन्ने चाहिँ डेली गइरहेको छ सबैजनाले सर्टमा पनि माया गरिदिनु भएको छ धेरै सपोर्ट गरिदिनु भएको छ लाइक कमेन्ट सेयर पनि गरिदिनु भएको छ सधैँ यस्तै माया गरिदिनु होला सो अब चाहिँ म के गर्न जाँदैछु भनेदेखि आज चाहिँ धेरै दिनपछि मिठो घाम लाग्यो त्यसैले हल्का टाउको नुहाइदियो मान्छेहरू दिनमा 3-4 चोटि नुहाउँछ या गर्मीमा दिनमै नुहाउँछ म भने बल्ल बल्ल आज 4-5 दिनमा नुहाउँदैछु एकदम बल्ल 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 पानी चिसो छ नि त त्यही भएर कति गाह्रो भयो कति लगभग हप्ता दिनपछि चाहिँ म आज टाउको धोको पुरा बबाएर फ्रेस चिसो पानीले हिमालको चिसो पानीले टाउको धुँदा कस्तो दामी फिल हुन्छ क्या हप्ता दिन जति घामै लागेर पानी चिसो आएको हुनाले चाहिँ नुहाउन सकेको थिएन क्या त्यसैले म चाहिँ त्यो दिनजेल नुहाउन सकिनँ अझ कति 6-7 दिनपछि नुहाएको एकदम अझै पनि टाउकोमा चिसो भइरहेको छ क्या राम्रो छैन कपाल चाहिँ फेरि घाम जान लागिसक्यो सबै बादल लागेर बर्खा चाहिँ कसरी लागेको छ यता तपाईँहरूकोतिर कस्तो छ होइन अब गाउँतिर त अब खेतमा अब रोपाइ सुरु हुन थाल्यो कसैको पनि सक्यो होला अब म चाहिँ कति यहाँ आएर घर नगएको चाहिँ 6-7 महिना भइसक्यो अब कहिले जान्छ घर पनि थाहा छैन यतै छु घर कहिले फर्किन्छ त्यो थाहा छैन एकदम कुल भएको छ चिसोले यस्तो मस्त छ क्या बस्नको लागि चाहिँ बबाल छ ठाउँहरू पनि दामी लाग्छ मलाई अन्त गाउँ पनि एकदम प्यारो छ रमाइलो छ होइन त्यही पनि अब के गर्नु सधैँ गाउँ बसे पनि त काम भएन त्यसैले हिँड्नुपर्छ कमाउनुपर्छ होइन मलाई चाहिँ ल नुहाइसकेपछि चाहिँ यस्तो देख्यो मलाई चाहिँ सो कस्तो देख्यो सबैजनाले कमेन्ट गर्नु होला राम्रो त छैन त्यही पनि अहिले चाहिँ बादल लागेर मौसम पनि यस्तो देख्न सकिन्छ घाम छैन के गर्नु यस्तो छ अहिले मेरो उमेरको केटाहरू कतिको होइन रमाइलो गरेर हिँड्छन् मलाई नि अब हिँड्न मन त लाग्छ नि के गर्नु घरको समस्या पनि त हेर्नु पऱ्यो त्यसैले गर्नुसक्यो घर नगएको पनि टन्नै भइसक्यो अब जानुपर्छ बिस्तारै के छ र केही छैन काम गइसक्यो बादलले छोपिसक्यो घामलाई अब घाम गएपछि फेरि लास्टै चिसो हुन्छ क्या लास्टै चिसो भएपछि के गर्नु बाहिर निक्लिनु अलिक चिसो हुन्छ टाउको साउको दुख्छ नि त त्यही भएर फेरि भित्रै बस्ने हो धन्न टाउको चाहिँ छिटो नुहाइहाल्यो नभए लास्टै फेरि चिसो हुन्थ्यो यो खुलेको भए चाहिँ म तपाईँहरूलाई भ्यू पनि देखाउँथ्यो यो सबै बादलले छोपेर अब त्यति राम्रो देखिन्न त्यही पनि कन्टेन्टको लागि भिडियो बनाउनै पऱ्यो सबैजनाले सपोर्ट गरिदिनु होला अब मान्छे छैन त्यही नै हो हेलो गाइस सो एउटा गाना गाउँछु म सो तपाईँहरूलाई कस्तो लाग्छ त्यति साह्रो त आउँदैन त्यही पनि अब गिटार भएको भए सजिलो हुन्थ्यो युकिली छ अब यसमै म गाउने कोसिस गर्छु कस्तो सुनिन्छ त्यति साह्रो त आउँदैन जस्ट ट्राई आउनु है तिमी रङ्गीन
दिन्छ बिहानी को किरण र हावासरी छाइदेऊ तिमी चमेली फुलको बास्ना झै बिहानी सबेर घामको किरण झै चाल पाइला सँगसँगै तप तप हिँडेर कुर्नु छ कता हाम्रो गन्तव्य पुगेर सँगसँगै पाइला चलाउन जुनीभरि मेरै बन्नु ल तिमी नै त हौ सारा संसार तिमी नै त हौ मेरो ग्रहण आईसँगै छाउन सधैँ सम्झँदै बस्नु ल छाइदेऊ तिमी चमेली फुलको बास्ना झै बिहानी सबेर घामको किरण झै चाल पाइला सँगसँगै तप तप हिँडेर कुर्नु छ कथा हाम्रो गन्तव्य पुगेर मेरो फुलको बास्ना सँगै मिठो धुन गुनगुनाउन मेरो फुलको बास्ना सँगै मिठो धुन गुनगुनाउन हराउन खोज्न सधैँ सम्झँदै बस्नु ल छाइदेऊ तिमी चमेली फुलको बास्ना झै बिहानी सबेर घामको किरण झै चाल पाइला सँगसँगै तप तप हिँडेर कुर्नु छ कथा हाम्रो गन्तव्य पुगेर गाइस अब यो किलीमा चाहिँ सो गिटारमा जस्तो सुनिँदैन सो कस्तो लाग्यो सो भन्नु होला सबैजनाले ओके गाइस गाना कस्तो लाग्यो त्यति राम्रो गाउन आउँदैन त्यो पनि गिटार भएको भए अलिक सजिलो हुन्थ्यो यो किली छ सो गिटार भएको भए एकदम राम्रो हुन्थ्यो होला तर यसमा नि म एकदम त्यति राम्रो गाउन र बजाउन चाहिँ आउँदैन तर भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गरिदिनु होला सो सबैजनाले नयाँ हुनुहुन्छ भने युट्युबलाई सबैजनाले सब्सक्राइब अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला यदि नयाँ हुनुहुन्छ भने ओके आजको भिडियो यति मात्रै हो कि गाइस अर्को भिडियोमा भेट्नेछौँ बाइ बाइ